हेलो हेलो जय गुरुदेव बाँकी बर्थडे सङ्गतमा तपाईँलाई स्वागत छ। आज हामी मथुराबाट खितौरा धाम भगवान बाबा जय गुरुदेवजी महाराजको खितौरा धाम मन्दिरमा हामी चाहिँ जाँदैछौँ। तपाईँ मेरो भिडियोलाई फलो गर्नुहोला। लेट्स गो। ल यो चाहिँ गोलो मन्दिर नयाँ बनेको छ। हामी तिनजना यो स्वरूप अनि यो नयाँ नानु हामी खितौरा मन्दिर घुम्न जाँदैछौँ। हेलो गाइस, हेर्नुहोस् मन्दिर। अहिले हामी त्यहाँ जाँदैछौँ, हजुरहरूलाई देखाउनेछौँ। हाम्रा गुरुबहिनीहरू पैसा जानिरहेछन्। मम्मीको भी मम्मी बाजे मन्दिर हेर्नुहोस्। अहिले हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। स्वरूप चाहिँ जय गुरुदेव गर्दैछ। हमारे ग्रुप के हराते हैं अब हामी दोस्रो तल्लामा जाँदैछौँ। जय गुरुदेव जय गुरुदेव। छतको माथि जाँदैछौँ। दुई तला माथि, दुई तला कि तीन तला। दोस्रो तलामा हामी आउँदाखेरि यहाँ खाली छ। खाली छ। अब झन् माथि जाँदैछौँ हामी। थाकियो यार। यहाँ टपबाट हेर्दाखेरि यस्तो देखिन्छ। जय गुरुदेव। ल अहिले हामी सबभन्दा माथि तेस्रो चौथो तला हो क्या होइन। जय गुरुदेव जय गुरुदेव। ल चारैतिर मन्दिरको परिसर सबभन्दा टप फ्लोरबाट हेर्दाखेरि यस्तो देखिन्छ। ल मथुराको मन्दिर जस्तै त्योभन्दा पनि राम्रो स्ट्रक्चरमा बनेको, व्यवस्थित तरिकाले बनेको, एकदम शान्त वातावरणमा इटावा जिल्ला खेतौरामा हामी छौँ अहिले। हाम्रो परमचन्द बाबा जय गुरुदेवको जन्मभूमि हो खेतौरा। जय गुरुदेव। नेपाल में दिखाएंगे आपको। जय गुरुदेव। सब जानते ही हैं। हाँ। मन्दिरको पछाडि यस्तो गार्डन, दामी गार्डन रहेछ। तरी हामी अब पछाडिको भाग अवलोकन गर्दैछौँ। सब गार्डन एकदम दामी चिसो। दिउँसोतिर चाहिँ आउन पाएन, रातिको टाइममा आएको त्यही भएर अलिकति धेरै दृश्यहरू छुट्यो। त्यो पनि दामी देखिरहेछ। राम्रो नै छ। यहाँ पुरै गार्डन छ पछाडि। गार्डन छ पुरै। ल राम्रो छ ठाउँ। हेर्नुहोस् है, सबै लाइक सेयर पनि गरिदिनु होला है। हामी मथुराबाट अहिले खितौरा धाममा आइसकेका छौँ। परमचन्द बाबा जय गुरुदेवजी महाराजको जन्मभूमि पनि भनिन्छ। त्यस कारणले गर्दा हामी यो मन्दिर दर्शन गर्न आइसकेका छौँ। कचराको डब्बा बिटोल्दै हुन्छ सेवादारहरू क्यान्टिनमा गर्दैछौँ। समस्या नहीं हुई यार। खितौरा मन्दिर कस्तो लाग्यो यहाँहरूलाई? राम्रो लाग्यो। ल सबैलाई लाइक सेयर गर्न भन्नु है। शेयर गरिदिनु होला।
अझै अगाडि दादालाई पनि बढाइदिनु सब्स्क्राइब होला गर्नु होला ल जय गुरुदेव जय